नमस्कार साथीहरू। आज म यस भिडियोमा तपाईहरुलाई अलिकति अचम्मित लाग्न सक्ला। तिहार सकेपछि पनि किन यहाँ पिठो यसरी कुटिरहेको भन्ने कुरामा तपाईहरुलाई अलिकति जिज्ञासा लाग्न सक्छ। यो चाहिँ हाम्रो तराईको विभिन्न भागहरुमा तिहार सकिएपछि पनि जाडो सुरुवात हुने गरेकोले हामीले चाहिँ यसलाई भक्का बनाउने तयारीमा छौं। यो चाहिँ विशेष गरी चामलको बन्दछ। यहाँ चामल देख्न सक्नुहुन्छ। यो चामल कुटेर यसलाई स्टिम गरेर मोमो जस्तै स्टाइलले बनाइने गर्दछ। यो एकदमै मिठो र पौष्टिक हुन्छ। यो चामलद्वारा बनाइएको हुन्छ। यसलाई एकदम स्टिम गरेर मस्तले बोइलिङ गरेर पकाइएको हुन्छ र यसमा कुनै पनि विषादीहरुको केमिकल प्रयोग गरिएको हुँदैन। खानामा एकदमै मिठो र यसको 3-4 वटा खाइयो भने लगभग खाना पनि खानु पर्दैन, त्यस्तो अडिलो हुन्छ यो चीज। यो लगभग नेपालको प्राय मधेस भूभागतिर स्थानीयहरूले बनाउने गर्दछन् र भारततिर पनि भारतको लगभग तराईतिर भागमा नि बनाउने गर्दछन्। र हाम्रो यो तराईको ठाउँ हो। यस्तो छ लोकल ठाउँहरू नरिवलका बोर्डहरू यस्ता उस्ताहरू हामीले देख्न सकिन्छ। अब जाडोको मौसम सुरु हुन लागिरहेछ, देख्न सक्नुहुन्छ। घामहरू पनि मधुरो भइराछन्। ल है साथीहरू, धन्यवाद। सब्स्क्राइब गर्नु होला।